हेलो साथीहरु नमस्कार। आज हेर्नुस् यहाँ छोराको बर्थडेको दिन हामी कहाँ जान लाग्छौं? कहाँ जान लाग्छौं हामी? फिल्म हेर्न परान। गाउँका सबैजनाले बस बुकिङ गरेर हामी फिल्म हेर्न जान लाग्छौं। हाम्रो घरका 4 जना 5 जना म बुढी 2टा छोरा अनि आमा अनि गाउँका अरु सबै आज फिल्म हेर्न जान लागेको साथीहरु। कौसती परान फिल्म हेर्न जान लागेको साथीहरु। अब हामी यहाँ रेडी हुन लाग्छौं। 5 बजेको 5:30 बजेको फिल्म छ। हामी यहाँबाट अब 4:30 बजे निस्किने हो अनि आधा 1 घण्टामा हलमा पुगिन्छ कौसती। यहाँ बर्थडे बोयलाई हेर्नु यहाँ कान्छा छोरा नै रेडी भइसकेछ। अब यहाँ हेर्नु साथीहरु सबै रेडी भइसक्यौं। यहाँ मैले नि त लगाएको छैन है। यहाँ छोरा चप्पल हैन के रिजुल जुत्ता लगाउने छ छोराले। त्यस्तै हेर्न जाने भनेको बाख्रा आज सबै परिवार मिलेर फिल्म हेर्न जाँदैछौँ। खै हैन हो ल छिटो म आको हो। त्यहाँ उमेश हो। फिल्म हेर्न जानलाई तयार भएर यहाँ भिडियो बनाइरहेछ नि। ल नसकिने भयो नि। ल आमा नि तयार भइसक्नु भएको छ। जानै पर्यो कहिले काहीँ त रमाइलो नि गर्नुपर्छ। यता फोटो सेसन चलिरहेछ। सर बहिनी नि यहाँ रेडी भएर आइसकिन्। यहाँ बुढी उहाँ बाइक आछ है बाबु त जा। रमाइलो हुन्छ कि यस्तै गरेर जाने हो कि त्यो एक्लै जान भन्दा? त्यही त नि ब्लग बन्ने भयो। अब हामी यहाँ त्यही त नि अहिले त ल हामी यहाँ अहिले यहाँ कुरेर बसिरहेछौँ। अब बस कतिखेर हिँड्ने हो थाहा छैन। हामी रेडी भइसकेछौँ। हजुर हेर्नु अहिले आमाले चिया पकाउनु भनेर म यता भित्र भान्सामा आएको छु। हेर्नुहोस् अब चिया पकाएर आमा चिया खाएर जाने भन्नुभएको छ। आमा त चिया बिना त कहाँ बस्न सक्नुहुन्छ। चिया पाक्दैछ साथीहरु फिल्म हेर्न जाने भनेर आमालाई यहाँ चिया बिना बस्न सक्नुहुन्छ। अब चिया खाएर जाने हो। चिया त यहाँ नि पाइन्थ्यो होला केही छैन। यता हेर्नुहोस् टिकटक बनाउँदैछन् बुढी लिएर सर बहिनीले। मान्छेहरू अहिले कोही आएका छैनन्। यता आमा नि रेडी भएर आइसक्नुभयो। केही भन्दैन आमा। सबै तयार भइसक्यो क्या। कहाँ पुगेर आउनुभयो? दाइहरू त हिजो जानुभएको थियो क्या? अस्ति हो रुँदै आऊ। अब सबै रेडी भइसक्यो हेर्न साथीहरू। अब हामी हिँड्ने तयारीमा छौँ। यता आमा नि आइसक्नु भएको छ। उता आमाले ढोकामा अब तालचा लगाउँदै हुनुहुन्छ। चलो ल अब हामी हिँड्न थाल्यौँ है साथीहरू। कान्छा छोरा
जाम हिँड्नु ल हामी हिँड्यौँ है मेरो फोन खै ओ फोन हातमा छ मेरो फोन खै अरे आमाहरू आइराख्नु भएको छ हाम्रो बस त्यहाँ उमेछ त्यहाँ मान्छेहरू एकदम भएको छन् हेर्नुहोस् त आमाहरू आइराख्नु भएको छ दुईवटा साथीहरू यहाँ कान्छो छोरा बुढे कस्तो लाग्यो आमाहरू फिल्म हेर्न जान अहिले हलमा रुने परान फिल्म हेऱ्यो बस हाम्रो उमेश हो हेर्नुहोस् यहाँ फोटो सेसन चलिरहेछ भिडियो बनाइरहेछन् हटाइन्छ बस यही हो हेर्नु साथीहरू सन्तोष दाईको यहाँ जम्मा भइसकेका छन् मान्छेहरू अनि सबै गाउँले जम्मा भएर आज फिल्म हेर्न जानु लागेको गर्न परान फिल्म हेर्न जानको लागेको सबैको आँखामा आँसु हुन्छ हलभित्र छैन त्यहाँ त्यही होला के गाउँको भ्यू हेर्नु बाटोको साँझको 5 बज्न लागिसकेछ हलमा खिच्छ हुन्छ क्या हुँदैन के खिच्नुहुन्छ अहिले हामी यहीँ छौँ अहिले गाडी हिँडेको छैन हामी यहाँ बसमा बस्न जानु लाग्छ हेर्नु साथीहरू सबै जम्मा हुनुभएको छ आमाहरू आउनुहुन्छ हामी बसमा यही यो बस हेर्नुहोस् होइन यता हो यता कता हो आमाहरू यहाँ बस्नुभएको छ